नमस्ते। यदि एउटा राम्रो स्थिर सरकारी जागिरको खोजीमा हुनुहुन्छ भने यो जानकारी एकदमै महत्त्वपूर्ण हुन सक्छ। नेपाल विद्युत प्राधिकरणले भर्खरै 100औं पदका लागि जागिर खुलाएको छ। आज हामी यही ठूलो अवसरका हरेक पक्षलाई एकदमै सरल भाषामा बुझ्ने प्रयास गर्नेछौँ। हो, यो त्यही आधिकारिक सूचना हो जसले अहिले बजारमा निकै चर्चा पाइरहेको छ। प्राधिकरणले देशैभरि ठूलो संख्यामा कर्मचारी भर्ना गर्न लागेको देखिन्छ। ल अब यसभित्र के छ एक एक गरेर हेर्दै जाउँ है त। यो कुनै सानोतिनो भेकेन्सी होइन। प्राधिकरणले विभिन्न तह र सेवाहरूमा 100औं कर्मचारीहरू माग गरेको छ। मतलब धेरैजनाका लागि यो एउटा सुनौलो अवसर बन्न सक्छ। त्यसो भए कस्ता पदहरूमा अवसर खुलेको छ त? प्राधिकरणले खास गरी केही प्रमुख व्यावसायिक श्रेणीहरूमा पदहरू खुलाएको छ। अब एकछिन ती श्रेणीहरू के हुन् त्यसमा नजर लगाउँ। सबैभन्दा पहिले कुरा गरौँ प्राविधिक र इन्जिनियरिङ क्षेत्रको। अब प्राविधिकरणको मुख्य काम नै ऊर्जा उत्पादन र वितरणसँग जोडिएको हुनाले यो क्षेत्रमा सबैभन्दा धेरै अवसरहरू हुनु त स्वाभाविक नै भयो होइन र? जस्तै हेर्नुस् न, 7औं तहका सिभिल, इलेक्ट्रिकल र मेकानिकल इन्जिनियरदेखि लिएर 8औं तहको कम्प्युटर सहायक प्रबन्धकसम्मका पदहरू माग गरिएका छन्। यहाँ तह वा लेभलले पदको सिनियोरिटी जनाउँछ भने सेवा वा सर्भिसले कामको प्रकृति, जस्तै यो प्राविधिक हो कि प्रशासनिक, त्यो छुट्याउँछ। प्राविधिक पदहरू मात्रै होइन नि, कुनै पनि संस्था राम्रोसँग चल्नका लागि प्रशासन, लेखा, कानुन जस्ता विभागहरू पनि उत्तिकै बलियो हुनुपर्छ। त्यसैले यतातिर पनि राम्रै अवसरहरू छन्। यहाँ हेर्नुस् त, 7औं तहका प्रशासनिक अधिकृत, लेखा अधिकृत र कानुन अधिकृतदेखि लिएर 8औं तहको चार्टर्ड अकाउन्टेन्टसम्मका पदहरू पनि खाली छन्। यसले के देखाउँछ भने प्राधिकरणलाई इन्जिनियर मात्रै होइन, अरू विशेषज्ञहरूको पनि उत्तिकै खाँचो छ। ल अब सबैभन्दा महत्त्वपूर्ण कुरामा प्रवेश गरौँ। के म यी पदहरूका लागि योग्य छु त? आवेदन दिने सोच्नुभन्दा पहिले आफ्नो योग्यतालाई यथार्थपरक ढङ्गले जाँच्नु एकदमै जरुरी छ। हो, आवेदन प्रक्रियाको पहिलो र सबैभन्दा महत्त्वपूर्ण प्रश्न नै यही हो। आफ्नो शैक्षिक योग्यता र अनुभवले विज्ञापनमा माग गरिएका कुराहरू पूरा गर्छ कि गर्दैन? आउनुहोस् यसलाई अलि गहिराइमा गएर हेरौँ। सामान्य रूपमा हेर्दा अधिकृत स्तर मतलब लेभल 7 र त्योभन्दा माथिका लागि सम्बन्धित विषयमा ब्याचलर्स डिग्री अनिवार्य छ। अझै सिनियर पद जस्तै 9 र 10 तहका लागि त मास्टर्स डिग्रीसँगै कामको अनुभव पनि चाहिन्छ। अनि सहायक र सुपरवाइजर स्तरका लागि चाहिँ डिप्लोमा, पिसिएल वा तोकिएको तालिमसहित एसईई गरेको हुनुपर्छ। आवेदन प्रक्रियाको अर्को एउटा निकै महत्त्वपूर्ण पक्ष भनेको सामाजिक समावेशी प्रणाली हो। यसमा के हुन्छ भने खुला प्रतिस्पर्धाका लागि छुट्याइएका सिटहरू बाहेक विभिन्न समुदायको प्रतिनिधित्व होस् भनेर केही पदहरू आरक्षित गरिएका हुन्छन्। जस्तै यो तालिकामा प्रष्ट देख्न सकिन्छ पदहरूलाई कसरी खुला र विभिन्न आरक्षित समूहहरूमा बाँडिएको छ। त्यसैले आवेदन दिँदा आफू खुलामा मात्रै हो कि कुनै समावेशी समूहमा पनि प्रतिस्पर्धा गर्न योग्य छु भनेर राम्रोसँग हेर्नुपर्छ। एउटा उदाहरण हेरौँ न, कोशी प्रदेशको मिटर रिडिङ सुपरवाइजर पदको। यहाँ मागिएको कुल सङ्ख्यामध्ये 62 जना खुलाबाट, 32 जना महिला कोटाबाट, 21 जना आदिवासी जनजातिबाट र 12 जना मधेसी कोटाबाट लिइनेछ। यसरी कोटा प्रणालीले काम गर्छ। अब कुरा गरौँ उमेरको। यो पनि एउटा महत्त्वपूर्ण योग्यता हो। अधिकृत स्तरका लागि 21 वर्ष पुरा भएर 35 ननागेको हुनुपर्छ भने सहायक स्तरका लागि 18 पुरा भएर 35 ननागेको। तर महिला र अपाङ्गता भएका आवेदकहरूको हकमा भने माथिल्लो उमेर हद 40 वर्षसम्म राखिएको छ। ल अब योग्यताका सबै कुराहरू जाँचिसकेपछि यदि आफू योग्य छु जस्तो लाग्छ भने आवेदन कसरी दिने त? अब यो व्यावहारिक प्रक्रियाबारे कुरा गरौँ। आवेदन प्रक्रिया पुरै अनलाइन छ, एकदमै सजिलो। प्राधिकरणको करियर पोर्टलमा जाने, आफ्नो प्रोफाइल बनाउने, आफूले दिन चाहेको पद छान्ने, फारम भर्ने, मागेका डकुमेन्टहरू अपलोड गर्ने अनि अन्तिममा तोकिएको शुल्क तिर्ने। यति गरेपछि आवेदन पुरा हुन्छ। आवेदन दिनका लागि यो वेबसाइट राम्रोसँग याद राख्नुहोला, career.nea.org.np। अरू कुनै नक्कली वेबसाइटमा परिएला। एकदमै होशियार भएर यही आधिकारिक वेबसाइट मार्फत मात्र आवेदन दिनुहोला। शुल्क चाहिँ पद अनुसार फरक छ। जस्तै 7औं तहको अधिकृत पदका लागि 1500 रुपियाँ लाग्छ।
अनि यदि खुलासँगै कुनै समावेशी समूहमा पनि आवेदन दिने हो भने हरेक थप समूहका लागि छुट्टै अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ। र अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण जानकारी, यी मितिहरूलाई चाहिँ डायरीमै टिपेर राख्नु भए पनि हुन्छ, किनभने यी एकदमै महत्त्वपूर्ण छन्। सूचना पुस 18 गते आएको हो। आवेदन दिने अन्तिम मिति माघ 9 गतेसम्म हो। यदि त्यो मितिसम्म भ्याइएन भने दोब्बर दस्तुर तिरेर माघ 16 गतेसम्म पनि आवेदन दिन सकिन्छ। तर अन्तिम समय किन कुर्नु होइन? समयमै भर्नु नै सबैभन्दा राम्रो। यो अवसरले एउटा गम्भीर प्रश्न पनि खडा गर्छ। के सार्वजनिक क्षेत्र अर्थात् सरकारी जागिर आफ्नो करियरको अर्को खुड्किलो हुन सक्छ? आफ्नो योग्यता, रुचि र भविष्यको योजनालाई राम्रोसँग मनन गरेर यो अवसरबारे सोच्ने बेला आएको छ। समयलाई शुभकामना।